एज युजल जतिजना यहाँ सबैजना आउनुभएको छ, जतिजनाले अहिले पनि यो बिजनेसको बारेमा रिसर्चहरू गरिरहनु भएको छ, उहाँ सबैजना त्यो हेर्ने बित्तिकै ओहो यो रहेछ भनेर बुल्लुक उफ्रेर आइरहनु भएको होइन। हामी सबै त्यहाँ रिसर्च गर्छौँ होइन, अलिकति हामी गरौँ नगरौँ भन्ने कुराहरू हुन्छ। त्यो आफूमा सेल्फ डाउट चाहिँ सबैलाई हुँदो रहेछ, म गर्न सक्छु कि सक्दिनँ भन्ने कुरा। त्यहाँ अब हामीले देखेका हुन्छ नि संसारभरिबाट यो मान्छेहरूले गरिरहनु भएको हुन्छ, अहिले पनि देखिरहेको हुन्छ होइन। तर सुरुमा चाहिँ अब यत्रोले त गरे हामी पो गर्न सक्छौँ सक्दैनौँ भन्ने त्यो आफूमाथिको सेल्फ डाउट चाहिँ हुँदो रहेछ सबैमा। अहिले पनि हामीहरूले हामीसँग जोडिनुहुनेमा अरू जो बुझ्न आउनुहुन्छ उहाँहरूसँग बुझ्दाखेरि उहाँहरूको पनि त्यही सेल्फ डाउट देख्छु। अनि हामी पनि त्यो रिलेट गर्छौँ, गर्दाखेरि हामीले पनि सायद त्यो थियो सुरुमा। त्यो हुँदै पनि त्यसपछि हामीले कोचिङ कल लियौँ। हाम्रो कोच सुषमा दिदीसँग 3.5 घन्टाको कोचिङ कल भएको थियो त्यतिखेर। दिदी पनि धरानको, अनि अब हामी मेरो ससुराल धरान, घर विराटनगर, अनि त्यो रिलेट पनि हुने, अनि 3.5 घन्टा कोचिङ कल भयो। त्यसपछि चाहिँ अनि हामीले प्रोसेस अगाडि बढाएको हो। अनि यसैमा चाहिँ हामीले सुरुमा म जापानमा बस्ने भएको हुनाले हामीले सायद जापानमै गर्न मिल्छ भनेर मैले जापानमा प्रोसेस गरेँ सुरुमा। यो कुरा मैले अलिअलि हाम्रो टिम ट्रेनिङमा त भनेछु, तर पनि कतिजनालाई थाहा छैन होला। त्यतिखेर हामीले हामीले जापानमा डकुमेन्ट प्रोसेस गर्दाखेरि मेरो भिजाको कारणले मैले जापानबाट गर्न मिल्दैन भनेर रिप्लाई आएको। त्यही भएर कतिजनालाई सोध्नुहुन्छ नि हाम्रो बिजनेस लिगल हो कि होइन भन्ने कुराहरूमा। यदि तपाईँको इलिगल भएको भए है, इलिगल भएको भए उनीहरूले जहाँबाट पनि गर्न मिलिहाल्छ, मलाई छिर्न त हुने होइन, छिराउनु त, तर त्यो होइन। हाम्रो लिगल रूपमा जानुपर्ने हुनाले म आज वर्किङ भिजामा भएको हुनाले मेरो भिजाले गर्दाखेरि मैले जापानबाट गर्न मिलेन। यहाँबाट गर्नको लागि पिआर यहाँको पासपोर्टबाट हुनुपर्ने रहेछ। त्यसपछि अनि फेरि अर्को त्यो एउटा अर्को सेटब्याक थिएछ होइन, पुरा गर्ने भनेर जोसिएर आएको। त्यसपछि के भयो, तेरो त मिल्दैन भनेर मेल आयो उताबाट, दाइले एप्लाई गर्नुहोस् यस्तो रिप्लाई आयो सृजन भनेर पठाउनु भएको थियो त्यतिखेर। अनि अब बिजनेस गर्ने भनेर जाउने हो, तेरो त हुँदैन भनेर आयो। अब के गर्ने त, अब गर्न पनि नमिल्ने रहेछ भन्ने कुरा। तर पछि फेरि उनीहरूले नै हामीलाई सजेस्ट गर्यो कि यसरी तिमीले आफ्नो देशबाट चाहिँ एप्लाई गर्न मिल्छ भनेर। त्यसपछि फेरि अनि हामीले कमर्सबाट एप्लाई गऱ्यौँ। अनि त्यसरी जुलाईमा अब हामीले यो बिजनेस जोइन गऱ्यौँ। अनि अब अहिले जोइन गर्दाखेरि पनि तपाईँहरू म फेरि त्यही भन्छु, हामी जो भर्खर आउनु भएको छ, आज कतिजनाले आफ्नो परिचय दिनुभयो होइन, या लास्ट विक परिचय दिनुभयो, कतिजना हामी यो लास्ट मन्थ जोइन भएको छौँ। तपाईँहरू सबैलाई लाग्छ आउँदाखेरि सबैजना भनिरहनु भएको छ मलाई केही थाहा छैन है, म त अब तपाईँहरू सबैजनाको साथ सपोर्टको अपेक्षा गरेको छु। हामी पनि त्यस्तै थियौँ क्या त्यतिखेर, केही पनि थाहा थिएन। कोचिङको लिएर आयो, त्यही पनि अब अहिले त बरु धेरैजनाले त्यति आइडिया पाउनु भएको जस्तो लाग्छ कि हामी यहाँ आएर के गर्छौँ के गर्नुपर्छ भनेर। हामीलाई त्यति पनि आइडिया थिएन क्या, यहाँ आएर के गर्नुपर्छ, सिस्टमले काम गर्छ अरे, सिस्टमबाट तपाईँको अटोमेसनले काम गर्छ, अनि अटोमेसनले तपाईँलाई चाहिने क्लाइन्ट कस्टमरहरू ल्याइदिन्छ, तपाईँको बिजनेस हुन्छ भन्ने कुरा चाहिँ के हो अटोमेसन, कस्तो क्लाइन्ट कस्टमर कसरी आउँछ, केही पनि आइडिया थिएन। तर पनि जम्प इन्टु इट, हामी त्यसरी आएर छिरेर विश्वास त्यही हो। अब हामी तपाईँ जोसँग कनेक्ट हुनु, आफ्नो मेन्टरहरूसँग विश्वास हो नि त, आफ्नो मेन्टरहरूसँग विश्वास हो, अनि सिस्टममा विश्वास हो, अनि आफू गर्न सकिन्छ भनेर त्यति चाहिँ आफूमाथि पनि अलिकति त्यो विश्वास लिएर आएको आउँदाखेरि स्टार्टिङ त्यसरी भएको। एज युजल हाम्रो पनि बिस्तारै बिजनेस बुझ्दै गयौँ। हाम्रो 4 महिना हामी भएको अप्रिल होइन नोभेम्बरमा हाम्रो बाहिर पनि हुनुभएको हो, अनि डिस्ट्रिब्युटर पनि हाम्रो हुनुभएको। त्यतिखेर हाम्रो नोभेम्बरमा पहिलो डिस्ट्रिब्युटर हामीसँग जोइन हुनुभएको। त्यही भएर लगभग 4 महिना लागेको थियो हामीलाई यो बिजनेसमा आएर पहिलो डिस्ट्रिब्युटर हुनलाई। र त्यसपछि त्यही महिनामा हाम्रो 2जना पार्टनर आउनुभएको हो। हाम्रो पहिलो डिस्ट्रिब्युटर हुनुहुन्छ हाम्रो इन्टुबरा बहिनी, अहिले चाहिँ उहाँ यो हामीसँग यहाँ चाहिँ हुनुहुन्न होइन, तर पनि हामी कन्सटेन्ट टच गर्दैछौँ। अनि हाम्रो दोस्रो डिस्ट्रिब्युटर चाहिँ मेरो आफ्नो सालो र गरी हुन्छ कपिल सङ्गीत होइन, उहाँहरू नोभेम्बरमा हामीसँग जोइन भएको। र उहाँहरू 2जना जोइन भएपछि हामी नोभेम्बरमा तपाईँको थर्ड म्याच हिट गरेको थियौँ त्यतिखेर। उहाँहरू 2जना हाम्रो पार्टनरमा आउनु भएपछि यसरी अब हाम्रो बिजनेस यहाँबाट स्टार्ट भएको हो। र हामीले पहिलो महिनामा पहिलो दोस्रो हाम्रो बिजनेस पार्टनर आउनुभयो। हाम्रो दोस्रो बिजनेस पार्टनर हाम्रो इगल भनेर चिन्नुभयो, त्यसले गर्दा हामी यो बिजनेस धेरै सजिलो भएको हो होइन। त्यही भएर यो बिजनेस भनेको चाहिँ तपाईँले आफ्नो ग्रोथ गर्नुपर्ने पनि हो, तर तपाईँसँग जतिजना पनि बिजनेस पार्टनर जोडिरहनु हुनुहुन्छ हामीले उहाँहरूलाई पनि आफ्नो सँगसँगै लिएर जानु। उहाँले जुन ड्रिम देखेर आउनुभएको छ, सपना देखेर आउनुभएको छ, त्यो सपना रियलाइज गर्नको लागि हेल्प गर्नु, म्युचुअल यसमा बेनिफिट हुन्छ क्या। त्यसरी उनीहरू हामीसँग जोडिएर आएको। त्यसपछिको फेरि अनि अलिकति हाम्रो ग्याप भयो बिचमा।
हाम्रो हामीले थर्ड मास्टर हिट गरौँ थर्ड मास्टर र फोर्थ मास्टर हिट गर्नको लागि चाहिँ हामी फोर्थ मास्टर हाम्रो जनवरी फेब्रुअरीमा भएको फेब्रुअरीमा सरी अप्रिलमा भयो त्यसपछि हामीलाई थर्ड र फोर्थमा चाहिँ हामीलाई अलिकति टाइम लाग्यो है त्यो बिच चाहिँ मलाई कस्तो लाग्छ भने त्यहाँ अलिकति अहिले लुकिङ ब्याक गरेर हेर्दाखेरि हाम्रो कतिजनालाई होइन तपाईँहरू 1 महिनामा थर्डबाट फोर्थ मास्टर हिट गरेर कतिजना त अब अहिले स्टार्टिङै तपाईँको फोर्थ मास्टरमा स्टार्ट भएको छ हाम्रो यो विदेशमा कतिजनाको जर्नी नै उहाँहरूले त्यहाँबाट गर्नुभएको छ तर हामीलाई चाहिँ अलिकति टाइम लाग्यो त्यसमा हाम्रो फोर्थ मास्टर हिट गर्नको लागि लगभग 8 महिना लागेको हामीलाई फोर्थ मास्टर हिट गर्नको लागि यो विदेशमा आएपछि त्यतिखेर चाहिँ अब त्यो बिचमा चाहिँ अलिकति अहिले मैले फर्केर हेर्दाखेरि चाहिँ मलाई के लाग्छ भने हामीले जुन हिसाबले अलिकति प्रोएक्टिभ भएर यो विदेशमा लाग्नुपर्ने थियो अलिकति लर्न गर्दै थियो तर पनि जुन हिसाबले हामी कोचेबल हुनुपर्ने सुरुको बाटोमा दिदीहरूले भन्नुहुन्छ तिमीहरू एकदम कोचेबल थियो भनेर तर मैले आफूले सेल्फ रिफ्लेक्ट गर्दाखेरि चाहिँ त्यो इनिसियल फेजमा चाहिँ अलिकति त्यो कोचेबल नभएको त होइन तर आफ्नो कम्फर्ट जोनबाट अलिकति निस्किनु नसकेको हो कि भन्ने जस्तो लाग्छ त्यतिखेर मैले एउटा के भन्छ सुरुको मेरो म्याच क्याम्पेनको एड मैले आफूले गरेको थिएँ त्यो पनि दिदीले एकदम त्यो के भन्छ डेडलाइन दिँदै गर्दाखेरि लास्ट मोमेन्टमा आएर बनाएर त्यो रन गरेको एड नचलेको त्यो एड राम्रै चलेको थियो तर पनि त्यो एडलाई कसरी बेटर बनाउन सकिन्छ त्यसपछि अर्को एड पनि बनायो भनेर त्यो हामीले फर्स्ट एडबाट सेकेन्ड एडमा जानलाई टाइम लागेको क्या अलिकति अनि त्यो पिरियडमा चाहिँ हामी अलिकति आफ्नो कम्फर्ट जोनबाट निस्किनु नसकेको जस्तो लाग्छ मलाई तर पछिको अलिकति हाम्रो के भन्छ तपाईँहरू सबैजना म्युट गरिदिनु ल तपाईँहरूको अलिकति इको पनि आइरहेछ अनि अलिकति सुनिँदैन त्यसमा अघि पनि हाम्रो बुझेपछि भन्नुभएको थियो हामीहरू सबैजना भनेर तपाईँहरू भिडियो खोल्नु अडियो चाहिँ तपाईँको बन्द गर्नु क्लिक गरेर आउनु जोइन हुँदाखेरि र कहिलेकाहीँ मिस्टेकले थिएछ त्यो याद गरिदिनु होला भन्न चाहन्छु अनि त्यसपछि हाम्रो अर्को यसमा सिक्ने कुरा हामी जहिले पनि भन्छौँ हामी जसबाट हामीलाई यो बिजनेसबाट अलिकति त्यसपछि अगाडि बढ्नको लागि एकदम इन्सपायर गरेको भनेको हाम्रै एन्टीहरूले हो क्या त्यसपछि हाम्रो कपिल सङ्गीतहरू उनीहरूले जसरी यो बिजनेसलाई अगाडि लिएर गए त्यसबाट हामी अझै अगाडि इन्सपायर हुँदै हामी अझै द्रुत गतिमा अगाडि बढेको जस्तो लाग्छ उनीहरूले जसरी बिजनेसलाई अगाडि लिएर जान गए अलिकति मैले उनीहरूको स्टोरी जोइन गर्दाखेरि चाहिँ हाम्रो कपिलहरूले सुरुमा उसको म्यासेज क्याम्पेन गर्दाखेरि कपिलले एड बनाएको सिङ्गल उसले एड बनायो अनि हामीले त्यो एड पनि त्यसपछि पब्लिस गऱ्यौँ त्यसको एक हप्ता जस्तैमा होला त्यो एड रिस्ट्रिक्सनमा पऱ्यो त्यो एड रिस्ट्रिक्सनमा पऱ्यो अनि त्यसपछि भर्खर एड चलाएको छ ल रिस्ट्रिक्सनमा पऱ्यो अब के गर्ने त फेरि अब अर्को एड बनाउनु पऱ्यो गर्नु पऱ्यो भनेर कुरा भइरहेको थियो अनि त्यही बिचमा चाहिँ नानी बिरामी भएर सङ्गीता अफिस गएको थिएन अनि उसले चाहिँ अब म एड बनाउँछु भनेर ऊ अगाडि सर्यो कि त्यतिखेर चाहिँ ऊ अगाडि सर्यो त्यसपछि उसले एड बनायो अब उनीहरूको त्यो एड फेरि विनिङ एड भयो है त्यही भएर तपाईँहरूको अब कसैको त्यो हाम्रो यहाँ पनि कतिजनाको बिजनेस पेज रिस्ट्रिक्सनमा परिरहेको छ तपाईँको कन्टेन्ट रिस्ट्रिक्सनमा परिरहेको छ तपाईँको एड रिस्ट्रिक्सनमा परिरहेको छ त्यो एउटा हर्डल मात्र हो त्यो एउटा आउने बाटोमा आउने एउटा सानो ढुङ्गा मात्र हो क्या त्योबाट तपाईँ नहातिनु कतिजना त हो मेरो त यस्तो भयो हेर्न मेरो त पोस्ट पनि भयो रिस्ट्रिक्सनमा पऱ्यो मेरो पेज रिस्ट्रिक्सनमा पऱ्यो फेसबुक रिस्ट्रिक्सन त्यो एकदम कमन कुरा हो है तपाईँहरूलाई तपाईँ आफूलाई पढ्दाखेरि त्यो सबैजना ठुलो जस्तो लाग्छ होइन तर हामीले हेर्ने हो भने हाम्रो कम्युनिटीमा धेरैजना त्यो भइरहेको त्यसले चाहिँ तपाईँको बिजनेसलाई कहिले पनि स्टप गर्दैन रोक्दैन होइन अनि जसरी उनीहरूले त्यो यो बिजनेसलाई अगाडि बढाएर लिएर गए सङ्गीता अगाडि आएपछि चाहिँ झन् उनीहरूले यसमा नेक्स्ट लेभलमा गयो क्या त्यसमा नसोचेको उनीहरूले एकदम विनिङ एड थियो त्यसपछि हामीलाई त्यतिखेर हामी हाम्रो टिममा डिस्कस गर्थ्यौँ होइन हाम्रो अब महिनामा एकजना दुईजना बाहिर मात्रै उनीहरूको ड्याङ 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 त्यसपछि विकमा 3 जना 4 जना बाहिर
त्यो कुरामा हामी झन् प्राउड हुन्छ हामीलाई सरपास गर्नु भनेको तपाईँको मेटेरियल सरपास गर्न त्यो झन् प्राउड मोमेन्ट हो कि तपाईँहरूको लागि आफ्नो लागि उनीहरूको ग्रोथले गर्दाखेरि र कहिले पनि यो नसोच्नु कि मेरो डाउनलाइनले मलाई सरपास गर्यो भनेर त्यसमा दुःखी हुने खुसी हुने कुरा किनभने उनीहरूको ग्रोथ तपाईँको ग्रोथलाई जहिले एड गरिरहेको हुन्छ त्यसले त्यो कहिले खिचेर जाँदैन है अहिले हामीलाई यो 622 अब यसलाई यो भन्दैन कस्तो गाह्रो है त्यो ऱ्याङ्क हिट गर्नको लागि उनीहरूको जब उनीहरूले 6 मार्क्समा हिट गरे त्यसले हामीलाई हेल्प गरेको क्या छिटो हुनको लागि त्यही भएर उहाँहरूले त्यो 6 मार्क्समा छिटो हिट गरिदिएर हामीलाई गाह्रो भएको होइन हामीलाई फाइदा भएको त्यसरी चाहिँ हेर्नु त्यही भएर तपाईँको डाउनलाइनको ग्रोथले तपाईँलाई अल्टिमेटली जताबाट भए पनि तपाईँलाई हेल्प नै गर्छ क्या तपाईँको ग्रोथ त्यही भएर कहिलेकाहीँ अब मेरो डाउनलाइनले मलाई सरपास गर्यो मभन्दा उ गर्यो भन्ने कुरामा तपाईँले त्यसमा दुःखी हुने भन्दा पनि त्यसमा तपाईँले खुसी हुने कुरा चाहिँ हो त्यही भएर त्यसमा चाहिँ खुसी हुनु होला भन्न चाहन्छु हामीले त्यही भएर डिसेम्बरमा हामीले 6 मार्चमा हिट गरेको र अहिले हामीले आएर यो मार्च मेमा हामीले अहिले मेरो अर्को राइटको एकाउन्टलाई मार्च 6 मार्चमा हामीले क्लेम गरेको त्यसले गर्दाखेरि मेरो लेफ्टमा कपिलरले 6 मार्चमा हिट गरेको छ मेरो राइटमा हाम्रो आफ्नै एकाउन्ट हो त्यो 6 हिट गर्दाखेरि त्यो दुईटाले गर्दाखेरि माथिको हाम्रो 6x2 हाम्रो मार्चमा हिट गरेको हामीले त्यसरी हो त्यही भएर उसले त्यो यतापट्टि हाम्रो लेफ्टमा 6 मार्चमा हिट गर्दाखेरि हेर्दा हामीलाई फाइदै भएको छ नि त त्यही भएर तपाईँको डाउनलाइनले तपाईँलाई सरपास गर्नु भन्नुको मतलब उसले अझै तपाईँको बर्डन कम गरिदिइरहेको छ कि त्यसरी सोच्नुपर्छ एकतिर त उसले सम्हालिदिरहेको छ एउटा मोर्चा त उसले सम्हालिदिइरहेको छ तपाईँको अल्टिमेट ग्रोथको लागि है तपाईँ हाम्रो किनभने हाम्रो त यो 5 मार्च 6 मार्च त्यो टार्गेट हो त यो बिजनेसमा होइन नि त हाम्रो त 6x2-3 मिनिमम पनि भनेर भनिदिन्छ होइन हामी रिटायरमेन्ट हुनको लागि यो बिजनेसमा आएको तपाईँ त्यो टार्गेट गर्दै हुनुहुन्छ भने तपाईँहरूको टिमको ग्रोथले तपाईँलाई अल्टिमेटली तपाईँहरूलाई हेल्प गर्छ है र हाम्रो जहिले पनि हाम्रो कोच सिनियर कोचहरूले भनिरहनु भएको हुन्छ इन्डिभिजुअल हामी सबैको आफ्नो आफ्नो बिजनेस हो हामी आफ्नो बिजनेस गर्न आएको हो तपाईँहरूको आफ्नो टाइम फाइनेन्सियल फ्रिडमको लागि आएको हौँ आउँदाखेरि तर पनि हामी सबैजना चाहिँ एज अ टिम ग्रो गरिरहेको हुन्छ तपाईँहरू हामीले आफ्नो टिमलाई पनि हेर्नुपर्छ तपाईँसँग जतिजना मान्छेहरूले रिलेट भएर तपाईँहरूसँग कनेक्ट भएर यो बिजनेसमा जोइन गर्न आउनु भएको छ आफ्नो सपना साकार गर्न आउनु भएको छ हामीले एज अ मेन्टर त्यसपछि सिनियर मेन्टर एज अ कोच हाम्रो रेस्पोन्सिबिलिटी के पनि हुन्छ भने हामी खालि आफ्नो सपना मात्रै साकार गर्न आएको होइन कि हामीसँग त्यो सामूहिक त्यो कम्युनल जो सपना देखेर हामीसँग जोडिन आउनु भएको छ उहाँहरूको सपना रियलाइज गर्नलाई पनि हामीसँगै यो बिजनेसमा हामी सँगसँगै त्यो जर्नीमा छौँ कि हामीले आफ्नो सपनालाई साकार गर्ने सँगसँगै जतिजना पनि हामीसँग यो बिजनेसमा जोडिन आउनु भएको छ उहाँहरू जो ड्रिम देखेर आउनु भएको छ जुन सपना देखेर आउनु भएको छ त्यो फुलफिल गर्नको लागि पनि हामीले उहाँहरूलाई मद्दत गर्दै उहाँहरूलाई डोर्याउँदै यो जर्नीमा हामीले जति कुरा सिकेको कुरा छ उहाँहरूमा पास डाउन गर्दै जति ठाउँमा हामी अल्झेका छौँ अड्केका छौँ त्यो ठाउँलाई यहाँनिर यस्तो गर्नु हुँदैन है यहाँ यस्तो गर्नुपर्छ भन्दै आफूले सिकेको कुरा त्यो पास डाउन गर्नको लागि होइन त्यो गर्दै अगाडि बढ्नुपर्छ त्यही नै अब हामीले यो लगभग 22-23 महिनाको जर्नीमा हामीले सिकेको त्यही नै हो अलिकति कोचेबल हुनुपर्छ मैले अघि पनि भने हामी अलिकति स्टार्टिङमा कोचेबल नहुनुभन्दा पनि आफ्नो कम्फर्ट जोनबाट त्यति सजिलो निस्किनु नसकेकोले जस्तो लाग्छ मलाई अलिकति बिचको हाम्रो 3 महिना 4 महिना अलिकति त्यो भएको तर पनि त्यसले चाहिँ हामीले केही न केही सिक्दियो हामीले त्यहाँबाट केही न केही सिक्यौँ होइन अब यसरी हुँदैन रहेछ भनेर त्यहाँबाट गऱ्यौँ त्यो कुराले हामी अरूलाई अब अहिले भन्न सक्छौँ यस्तो तपाईँले गर्नु हुँदैन हामीले जे जहाँनिर अब हामीले अलिकति भुलचुक गऱ्यौँ या जहाँनिर अलिकति हामीले आफूलाई ट्रान्सफर्म गर्न सकेनौँ त्यो पाटोहरू छ अब अहिले तपाईँहरूले हामीले त्यो कुराहरू भन्न सक्छौँ यस्तो नगर्नु है हामीले जुन गल्ती गर्नु त्यो तपाईँले गर्नु हुँदैन है भनेर त्यही भएर त्यसबाट हुनुपर्ने त केही छैन है तर पनि हामीले रियलाइज गर्दाखेरि आफ्नो एक्सपिरियन्सबाट तपाईँलाई त्यो एक्सपिरियन्स दिन सक्छौँ त्यो चाहिँ हो अनि त्यही नै लाग्छ मलाई अहिलेसम्मको हाम्रो यो जर्नी गर्दाखेरि एकदम हामी ग्रेटफुल भनेको मेरो त हाम्रो त डाइरेक्ट मेन्टर हुनुहुन्छ हाम्रो सुन्दा दिदीको विधाई त्यसपछि यो टिममा मेरो कोच हुन्छ सुन्दा दिदी अहिलेसम्मको जर्नीमा हामी जति पनि यो मार्क्सहरू एचिभ गरेछौँ जति पनि एचिभमेन्ट छ हाम्रो सबैभन्दा ग्रेटफुल भनेको म आफ्नो मेन्टरहरूको थिएँ मैले सुन्दा दिदीको त्यो भिडियो मेरो फिडमा नआएको भए होइन त्यो मैले नदेखेको भए मलाई यो बिजनेस कहाँ छ के छ त्यो थाहा नै हुँदैन थियो होइन हामी अब त्यतिखेर लगभग जापानमा यो बिजनेस सुरु गर्दाखेरि लगभग कोही पनि हुनुहुन्न थियो सायद 1-2 जना हुनुहुन्थ्यो होला जसको चाहिँ कहिले भिडियो पनि मैले त्योभन्दा अगाडि कहीँ पनि देखेको थिएन उहाँहरू कन्टेन्टहरू पनि देखेको थिएन उहाँले बिजनेसमा त्यति एक्टिभ पनि हुनुहुन्न थियो उहाँहरू अहिले पनि हुनुहुन्छ तर अझै पनि त्यति एक्टिभ हुनुहुन्न
यो बिजनेसमा होइन त्यो मैले उहाँको त्यो भिडियो नदेखेको भए त यो बिजनेसमा आउँदैन बिजनेसमा थाहा पनि पाउँदैन थियो होला होइन र सायद अरू कसैको भिडियो देखेको सायद त्यतिखेर पनि आउँदैन र हामी सँगसँगै अहिले हामी जतिजना पनि यो बिजनेसमा जोडिनु भएको छ हामी यो बिजनेसमा आउनले गर्दाखेरि त्यो अपर्च्युनिटी हजुरहरू कतिजनालाई त्यो अपर्च्युनिटी सेयर गर्न पायौँ नि त है त्यही भएर जहिले पनि हामी ग्रेटफुल हुने गरेका हाम्रो मेन्टर हाम्रो कोच सुन्ता दिदी बुबी दाईसँग हो हामीले उहाँले पल पलमा हरेक स्टेपमा हामीलाई गाइड गरेर लिएर जानुभएको छ के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने कुरामा त्यसमा अब कति कुरा अब हामीले सुन्यौँ कति कुरा कति अब हामी कोचेबल भयौँ भएनौँ उहाँ पछि हाम्रो दिदी दाईले भन्नुहुन्छ त्यो कुरामा चाहिँ होइन अलिकति मलाई लागेको कुरा त्यो भनिहालेँ अनि त्यही भएर एकदम तपाईँको मेन्टर तपाईँको कोच यो बिजनेस एकदम इम्पोर्टेन्ट हुनुहुन्छ क्या उहाँले एज अ प्यारेन्टको रूपमा तपाईँलाई गाइड गरेर लिएर जानुहुन्छ होइन अनि फेरि फेरि अर्को कुरा चाहिँ के हुन्छ भने हामी सबैजना इन्डिभिजुअल मान्छेहरू हौँ सबै मान्छे फरक हुन्छ सुन्दा दिदी भूमिदा जस्तो हुनुहुन्छ तपाईँहरू त्यस्तै हुनुहुन्छ त्यस्तो हुन सक्नुहुन्छ भन्ने हुँदैन क्या हामीले कोसिस गर्ने हो हामीले जे गर्नुपर्छ हाम्रो एज अ ड्युटी जुन मेन्टर एज अ मेन्टर कोच जति गर्न सक्छ त्यो गर्ने भन्नेमा चाहिँ एकदम 100% दिन कोसिस गर्नुपर्छ तर कसैको ठ्याक्क तपाईँ डुप्लिकेट भएर चाहिँ निस्कन सक्नुहुन्न उहाँले जति गर्नुभयो त्यति गरेन भने म फेलिएर भनेर त्यो त्यसरी चाहिँ आफूलाई हुन गर्नु है अब हामी यहाँ देख्छौँ अब हाम्रो सुषमा दिदी हुन्छ बिहानैदेखि अब उहाँ रातिसम्म पनि उहाँ भइरह अब तपाईँले मैले पनि हो मैले त बिहानदेखि रातिसम्म बिजनेसमा दिनै सकेको छैन भनेर तपाईँले आफूलाई त्यसमा जोड्नु भयो तपाईँसँग जति समय यो बिजनेसलाई दिन्छु भनेर आउनुभएको छ त्यति चाहिँ हो कि तपाईँ डेडिकेट भएर तपाईँले आफ्नो र आफ्नो टिमको ग्रोथको लागि चाहिँ टिक्नुपर्छ भनेर चाहिँ हो है त्यसको लागि त्यही भएर एकअर्कासँग कम्पेयर गरेर दुखी हुने काम चाहिँ गऱ्यो भने चाहिँ हुँदैन जर्नी सबैको फरक हुन्छ यहीँ पनि अब हामीले जतिजना हामी यहाँ बिजनेसमा छौँ जतिजना आज टिम ट्रेनिङमा छौँ हेर्नु तपाईँहरू सबैको जर्नी फरक छ नि त कतिजना त अब मैले अघि पनि भने कतिजनाले यो बिजनेस स्टार्टिङै तपाईँको 4th माइलस्टोनबाट गर्नुभएको छ स्टार्टिङ होइन उहाँहरू बिजनेस जोइन गर्दाखेरि उहाँहरू 4th माइलस्टोनबाट सुरु गर्नु कतिले 3rd सुरु गर्नुभएको छ होइन कतिजनाले तपाईँको फर्स्टबाट सुरु गर्नुभएको छ त्यो फरक जर्नी छ त्यो हुँदै पनि त्यो जर्नीको बाटो पनि फरक छ हामी लगभग सँगै 1-2 महिना फरकमा आउनेहरूको अब अहिलेको जर्नी फरक छ तपाईँहरू आउनुभएको 1-2 महिनाको जर्नीमा आउन फरक छ होइन अब हामीलाई यो माइलस्टोन हिट गर्नको लागि 22 महिना लाग्यो अब हामीले यहीँ हाम्रो घरको युनियन टिममा देखेर हाम्रो पगविधिलाई लगभग 18 महिना लाग्यो होइन हामीलाई 6 माइलस्टोन हिट गर्नको लागि 18 महिना लाग्यो भने हाम्रो कपिलरले त्यो 12 महिना लाग्यो त्यही भएर सबैको जर्नी फरक हुन्छ इन्सपायर हुनुहोस् त्यसबाट तर त्यो लिएर ओहो उसले त यति महिनामा गरिसक्यो मैले त गर्न सकिनँ भने त्यसले चाहिँ आफूलाई प्रेसर दिने चाहिँ होइन कि त्यसले चाहिँ इन्सपायर उसले के गरेर त्यो गरेर होइन त्यसबाट कसरी उसले त्यो एचिभ गर्यो के गर्नुपर्ने रहेछ या के गर्नु नहुने रहेछ भन्ने कुराहरू पनि हुन्छ त्यसमा होइन त्यो कुराहरूबाट तपाईँले त्यो कुरा चाहिँ सिक्ने हो है त्यो कुरा सिकेर त्यसबाट इन्सपायर भएर अगाडि बढ्नुभयो भने चाहिँ धेरै अगाडि बढ्नुहुन्छ जस्तो लाग्छ र त्यसपछि मैले एकदम थ्याङ्क यू भन्नुपर्ने भनेको चाहिँ हाम्रो ब्लेजिङ फिनिक्स टिम छ हाम्रो धेरै अब त ठुलो भइसकेको छ टिम पनि लगभग 150 जना जस्तो छौँ होला हाम्रो टिममा धेरै नेपाल हाम्रो जापानबाट त्यसपछि नेपाल स्विजरल्यान्ड अस्ट्रेलिया तपाईँको अमेरिका यता हाम्रो के अरे कोरिया युरोपियन कन्ट्रिजमा पनि अहिले एक्सपेन्ड भएको छ हामी धेरै होइन त्यो भएर हाम्रो टिम पनि अहिले ठुलो भएको छ र एकदम म धेरै धन्यवाद दिन्छु हाम्रो टोटल टिमलाई उहाँहरूको साथ सहयोगले गर्दाखेरि नै हाम्रो एभ्री माइलस्टोन हामीले हिट गर्न सकेको भनेको एज अ हाम्रो टिम एफर्ट हो होइन हामी म एक्लैले गरेर यो बिजनेस माथि पुग्छु भनेर सोच्नुहुन्छ भने तपाईँ एउटा सर्टेन लेभलसम्म मात्र हो तपाईँले आफै गरेर पुग्ने हो त्यसपछि तपाईँले आफू सँगसँगै तपाईँको टिमको ग्रोथ गराउनुपर्छ हाम्रो टिमलाई हेल्प गर्नुपर्छ मैले त्यही भएर भने नि यो बिजनेस भनेको तपाईँले आफ्नो ड्रिम रियलाइज गर्ने सँगसँगै आफ्नो टिमको ड्रिम पनि उनीहरूलाई रियलाइज गर्नको लागि त्यो एचिभ गर्नको लागि तपाईँले त्यो हेल्प गर्नुपर्छ क्या त्यो त्यसले हो तपाईँको गराउनु यही नै हो जस्तो लाग्छ कुनै कुरा अब मिस भयो म यसमा पछि चाहिँ अब अहिले मैले प्रेजेन्टेसन बनाएको होइन म तर कुनै यसमा प्रेजेन्टेसन बनाउने उसमै छौँ मैले पनि कपिलले पनि हामीले गर्ने भन्ने कुरा गरिरहेको छ हामीलाई अब किनभने मास्टर माइन्ड नै प्रेजेन्ट गर्नु छ मलाई सुन्दा दिदीले पहिला त्यही भएर भन्छु अब दिदीले भन्नु त भन्नुहुन्छ है तिमीहरू खोजेको तर यो कति कुराहरू यसो सोच्दै जा हेर्दा दिदीले मलाई कति कुरा भन्नुभएको छ कति कुरा हामीले अझै पनि गर्न बाँकी छ त्यही भएर एकदम आइडियल मेन्टी त होइनौँ हामी तर पनि एकदम कोसिस गर्छौँ गर्नको लागि चाहिँ हामीले सकभर
दिदीहरूले भन्नुभएको गाइडेन्स दिनुभएको कुराहरू फुलफिल गर्नका लागि चाहिँ अझै पनि प्रयासरतै छौँ। त्यो छौँ र अर्को दिदीले एकदम भन्नुभएको मलाई पहिलादेखि कोच हो तिमीहरू भनेर मलाई मैले फिफ्थ मास्टर गर्दाखेरि भन्नुभएको होइन। अनि त्यसको लागि म एकदम ग्रेटफुल छु। मलाई लाग्छ हामीले अलिकति यो स्मुथली यो म्याच हिट गर्नको लागि धेरै श्रेय मैले अब एज अ मेन्टर मात्र होइन एज कोच पनि मेरो सुन्दाखेरि किन दिनुपर्छ भने त्यो बर्डन उहाँले लिइदिनु भएको छ क्या मेरो टिमलाई ग्रो गराउनुलाई। एज अ कोच हाम्रो सतर चाया होइन जति टाइम यो हाम्रो टिमलाई दिनुपर्ने हो जति ग्रो गर्नको लागि दिनुपर्ने हो त्यो हाम्रो बर्डन उहाँले लिइदिनु भएको छ। त्यसले गर्दाखेरि हो मेरो यो जर्नी अलिक सजिलो भएको अलिक छिटो भएको जस्तो लाग्छ। उहाँले आफ्नो ग्रोथ सेक्रिफाइस गरेर पनि आफ्नो पर्सनल सेक्रिफाइस गरेर पनि हाम्रो टिमलाई यति धेरै गरिदिनु भएको छ। त्यसको लागि म जहिले पनि जहिले पनि एकदम कृतज्ञ छु। थ्याङ्क यू भन्न चाहन्छु हाम्रो दिदीलाई दाइलाई। पछाडिबाट उहाँहरूको सपोर्ट कति कुरा त अब हामीले भनेर भनिसक्नु पनि छैन होइन। अब हाम्रो फाइनेन्सियल रूपमा तपाईँको पेमेन्टहरूको रूपमादेखि लिएर टिम मोटिभेट गर्नदेखि लिएर धेरै कुराहरू छ। तपाईँहरू कतिजना त त्यो रियलाइज गर्नुभएको छ। त्यसको लागि भने अलवेज ग्रेटफुल। थ्याङ्क यू भन्न चाहन्छु मैले। त्यही नै भने थ्याङ्क यू सो मच सृजनजी। थ्याङ्क यू सो मच। अरू पनि हुनुभएको भए राम्रो हुन्थ्यो यहाँ है। अहिले हजुरले प्रेजेन्टेसन गर्दै गर्दा यो हामीले चाहिँ अलिकति टिम लर्निङ कम्युनिटी सपोर्ट भन्ने कुरामा एकदमै ठुलो एउटा नजानिदो तरिकाले ठुलो स्ट्राटेजी पायौँ के होइन। हामीले जहिले पनि हामीभन्दा माथिको मेन्टरहरू कोचकोहरूको मात्रै चाहिँ हामीले एप्रिसिएट गरिरहेका हुन्छौँ नि। तर योर्स इज द स्टोरी अफ एक्नोलेजिङ द डाउन लाइन। तपाईँले आफूलाई आफू बनाउने नि तपाईँले आफ्नो मेन टिम पाउनु। सो द्याट्स द अदर फ्यासेट अफ दिस बिजनेस। हामीले जहिले पनि माथिबाटको सपोर्ट माथि मात्रै हेरिरहेका भन्छौँ नि त। तर यो एउटा यस्तो स्टोरी छ यस्तो ब्युटिफुल स्टोरी छ तपाईँको कि माथिको मात्रै नभएर तलकोले तपाईँलाई ब्युटिफुल्ली उत्तिकै स्ट्रङली हेल्प गरेको छ होइन। त्यसैले गर्दा लर्निङ इज नट ओन्ली टप टु बटम यो मात्रै अप्रोच होइन बटम अप अप्रोच पनि उत्तिकै हुन्छ र म्युचुअल लर्निङ इज भेरी स्ट्रङ भन्ने कुराको एउटा तपाईँको सक्सेस स्टोरी एकदमै ज्वलन्त उदाहरण लाग्यो होइन। त्यही भएर तपाईँले त्यो के अरे तलको आफ्नो डाउन लाइन चाहिँ माथि आफूलाई जितेर जाला कि भनेर कहिले पनि त्यो चाहिँ भनौँ त्यसमा चिन्ता गर्नु पर्दैन। त्यो एट द एन्ड अफ द डे आफ्नै हो अथवा आफ्नै सक्सेस हो आफ्नै चाहिँ सफलता हो भनेर जसरी तपाईँले त्यो ब्युटिफुल्ली खास गरी कम्पनी आए पछाडि कम्पनीसँग जोडिए पछाडि कसरी त्यो टिम वर्कले चाहिँ फ्लावरिस भयो भन्ने कुरा र सँगसँगै इगलहरू सँगसँगै डेभलप हुँदाखेरि चाहिँ बिजनेस कसरी एकैचोटि माथि जान्छ भन्ने कुरा चाहिँ एकदमै ब्युटिफुल लाग्यो। यो एउटा दिन मिल्ने आजको एकदमै गोल्डन नगेट भयो होइन हामी सबैको लागि। Thank you very much. Congratulations. Once again, फेरि पनि तपाईलाई धेरै बधाई छ हाम्रो सबै होल टिमको तर्फबाट पिनाकल तर्फबाट। अब चाहिँ अलिकति ढिलो नगरिकन टाइम हामीसँग थाहा छ कति धेरै बोल्न खोज्नु भएको छ कति धेरै छन् भन्ने कुराहरू अघि सृजनजीले पनि आफ्नो तर्फबाट भनिसक्नु भएको छ। अल द टाइम कोच सुनिताले भनेर अलिकति टाइमलाई यो राखेर हामी चाहिँ कुरा गर्छौँ। कोच सुनिताको पाली हो अब। तपाईँले आफूलाई सृजनलाई पाउँदा कस्तो देख्नुभयो होइन। अनि त्यसपछि अब उहाँहरूको ग्रोथहरूमा तपाईँले डाइरेक्टली इनडाइरेक्टली गाली गलोज अब बिजनेसमा है पर्सनल्ली त हामीले कसैलाई केही गर्न सक्दैनौँ होइन। तर बिजनेसको हिसाबमा चाहिँ कसरी इन्सपायर गर्नुभयो कसरी मोटिभेट गर्नुभयो र यहाँसम्मको जर्नीमा आइपुग्दाखेरि तपाईँले कस्तो फिल गरिरहनु भएको छ त्यो सेयर गरिदिनु। तर म चाहिँ अलिकति टाइमिङ पनि भन्छु ल तपाईँलाई चाहिँ 10 मिनटको टाइम दिने है त सकेसम्म त्योभन्दा मुनि नै सकाउनु है। ल फ्लोर इज योर्स। नमस्ते है। यो टाइमलाई मध्यनजर गर्दाखेरि आज चाहिँ कोचले भन्दा पनि मैले बोल्नु पर्ने देखियो होइन किनभने कोचले बोल्न थाल्नु भने रोकिँदैन एकदम लामो जान्छ होइन। त्यही भएर आज चाहिँ यो बारेमा मैले कोचको तर्फबाट होइन उहाँको तर्फबाट म बोल्छु होइन। मैले अघि सृजन बोल्दै गर्दाखेरि एक दुईवटा पोइन्ट बनाएको थिएँ क्या यहाँनिर नि। खासमा म अलिकति सृजनको यो हिस्टोरीसँग रिलेट गर्ने बिचमा तपाईँहरूलाई त्यो ब्याकग्राउन्डको हुन्छ नि परिपूरक कथाहरू चाहिँ म थोरै के भन्छु भने सृजनले अघि भनेको अब कलेजमा हामी सृजनभन्दा सुनिता 2 सिनियर